सम्पूर्ण साथीहरूले नमस्कार। आज हामी ठुलो हर्रे मध्यवर्ती क्षेत्र सामुदायिक वनको आज हाम्रो सर्वे भइरहेको छ। यसमा हाम्रो सचिव हुनुहुन्छ धनबहादुर थापा, अनि यहाँ बर्दिया निकुञ्जबाट खटिनु भएको छ एकजना सर, नामभरि थाहा भएन। र यहाँ यो एकजना भरि हाम्रो हर्रे पोस्टको पोस्ट सिनियर हुनुहुन्छ। यो यति डेन्जर एरिया छ हेर्नुहोस्, यो डाँडापारी मसिना गाउँ। यो हर्रेको खानेपानी टङ्की यता देखिँदैन। ल हेर्नुहोस्, यहाँ यति डेन्जर, त्यहाँ हिँड्नै सकिन्न। यो पर देखिने यो नेपालगञ्ज सुर्खे जाने बाटो हो। यो प्रसारण लाइन हेर्नुहोस् हर्रेको, अनि यो पश्चिमतिर पऱ्यो हेर्नुहोस्। यो बबई हल्का देखिन्छ। यो पनि यो टावर 120 केबी कोलपुर सुर्खेत प्रसारण लाइन, दैलेख प्रसारण लाइन हो। यो कोलपुर सुर्खेत दैलेख प्रसारण लाइन हो। ल यस्तो अनि फेरि हिँड्नु छ आज दिनभरि, यति प्रचण्ड गर्मी छ। हाम्रो टोली यहाँ तल बसेर लेख्दै हुनुहुन्छ, पोइन्ट बनाउँदै हुनुहुन्छ। फेरि अर्को भिडियो पेश गरौँला। तब तक नमस्कार।